नमस्ते सबैलाई हामी ब्लेसिङ यु र फेरि पनि हामी एउटा छुट्टै कमेडी ककटेल इमोसनल राजनीति हैन राजनीति पुरै भरिएको त चटपटेवाला रियाक्सन भिडियो हामी तपाईहरुको माझ लिएर आइरहेका छौं हैन त्यही पनि हाम्रो वान अफ द मोस्ट पपुलर युट्युबर इन नेपाल जलन ब्रदरको है सो त्यो भिडियोमा हामी रियाक्सन दिन जाँदै छौं सो सबैले फुल समय हेर्दिनु होला ल स्टार्ट गरौँ है हेर्दिनु है त रेडी हो एकदम हामी रेडी हो लेट्स गो काका 2 वर्ष भन्दा बढी भइसक्यो यो व्यवस्था फ्याल्छु भनेको अहिले हो कोर पनि मैले गरेको त्यतिखेर मलाई राजाले ठुलो धोका दिनु त्यही त यो पाली हजुरलाई कमान्डर बनाउनु भएको छ राजालाई निराश नपार्नु होला नि आमा कसम 1 फ्याक्छु 2 फ्याक्छु 3 फ्याक्छु मुखले मात्र भन्दैन हुन्छ यहाँ न कति कन्फिडेन्स सँगले भन्दै छ व्यवस्था गयो साकारदाइले के भन्दै हुनुहुन्छ सुन्नु भयो के भन्दै थिए तपाईको पारामा मनै परेछ केमा चित्त कम भयो गफ बढ्यो खुकुरी हामीले सबलाई अन्ताहरु हातमा खुकुरी लिएर निस्किने दिन आउँदै छ खुकुरी निकाल्ने टाइम आयो कि टाउ हरेक नागरिकले खुकुरी बोकेर आउँछ खुकुरी बोक डेभलप गर्नु हो 15 गतेको आन्दोलनमा एक भर लडौं छस मर्न तयार चलन को भिडियोमा बेस्ट बनाएको सागरको आन्दोलन यसरी सुरु भएको थियो सुन लाग्यो यसको भिडियो हेर्नु अनि हेरा नि भनेको त मागस यार यो त तर पछि त्यो बाइकमा अड्केर रहेछ बाइकमा हैन त्यो चाहिँ थाहा भएन हैन तर त्यो भिडियोले गरेर चाहिँ बाइक किनेर के ए हो र अघि बुलेट पछि अनि त्यो मान्छेहरुले चाहिँ टिकटकमा हालिदिराख्यो कि हालिराख्यो त्यो चाहिँ उ बनाएको होला त्यो चाहिँ अब खै भ्युज लाइकको लागि बनाएको होला तर सुरुमा त त्यो जोसे थियो पछि गएर यार हराएर बसिराख्यो सही यो मान्छे पनि हो पुरा हामी इन्ट्रेस्टिङ बनायो के बसियो आन्दोलन सुरु हुन नपाउँदै उहाँको सिक्री चोर्दैछन् हैन पार्टीका सुन तस्करहरु यहाँ पनि आइपुगे कि क्या हो आफ्नो सुनको ख्याल गर्नुपर्छ नि अलि यार त्यो चाहिँ अर्को आन्दोलन भयो काका धेरै नरुनुहोस् केही पाउँदैलाई के गुमाउनै पर्छ त्यही पनि कमान्डर दुर्गा प्रसाईले हजुरलाई सुनको ठाउँमा हिरा दिनुहुन्छ रे हिरा भनेको कोइलाको खातमा हुन्छ के चान्सुकै होस् न उहाँलाई हिरा दिएर सुनको भरपाई गरिदिनु पर्यो जेलबाट निस्केपछि हिरा दिन्छु तिम्रो सबलाई हुन्छ उता फेरि यही आन्दोलनको मौका छोपेर व्यापार गर्दै हुनुहुन्छ यो बेच्न राख्नु भएको अनि आजको दिनमा बेच्ने हो यो कसले बेच्न दियो यो झण्डा हैन बेच्न बुझाएन भने जान्छु नि हैन एउटा बोकेर हिँड्न मिल्दैन मिल्छ तर किन्नु पर्यो नि यो किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व ए झन्डा किनबेच गरेर देशको अस्तित्व मेटिन्छ तपाईं कुन पार्टीको मान्छे हो त्यही त तपाईँ हामी जस्तो आन्दोलनको नाममा ढुङ्गा हान्नु भन्दा त यसरी व्यापार गर्न दिनुस् न बरु एउटा दिनुहुन्न मलाई ल अब एउटा झन्डा फ्रीमै लग्यो क्या किनेको भयो भने हुन्थ्यो नि कति नै पर्छ होला र यार व्यापार त हुन्थ्यो कमसे कम उहाँको बेचेर लिन्छु भन्दै हुन्थ्यो तर हामी नकिनिकन देशको झण्डा कसैले किन्छ कसैले किन्दैन किनकि यो झन्डा घाँस हो उम्रिन्छ टिपेर ल्याउने बेच्ने हो बेचारा झन्डा बोकेर नाच्दै गाउँदै जम्मा हुँदै थिए त्यही बेला कुञ्जैले घरबाट लुकेर टियर ग्यास हान्दैछ त्यसपछि काकाले जे हुन्छ भन्नुभयो त्यही भयो बङ्गलादेशी स्टाइल होइन घरबाट लुकेर अश्रु ग्यास हान्ने चाहिँ को रहेछ माधव कुमार नेपाल झन्डा खनाल मेन टाउके इन्दार हुन रन्डीका भनेर मन लाग्दी नबोल्नु मन लाग्दी पनि बोल्छन् मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारी चप्पल च्यात्यो घर पुगेपछि त्यही चप्पल भेट्ने भयो तिमीले गालामा हाटपटिङमा लुटपाट मचिरहेको छ भित्रबाट लुटपाट गरेर बाहिर निस्कदै भित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ आफ्नो आन्दोलनकारीलाई खानपिनको व्यवस्था गरिदिनु पर्थ्यो नि त झोलेहरूलाई जस्तो चोरेर खाइरहेको छ यसरी आन्दोलन गरे भोक लाग्यो यहाँ आयो खाना पायो बङ्गलादेशमा हेर्नु बङ्गलादेश त के थियो बङ्गलादेशमा खानै पाएको छैन हाम्रो नेपालमा जति खान्छ रुसलान भुड्का बोकेर हिँडिरहेका छन् मोज गर्नुपर्छ मोज त गरे यिनीहरूले तर त्यो खाएको नपच्दै पुलिसले समातेछ आज मान्छेहरूले मोज गरिरहेका छन् ल हेर्नु फलफुल बोकेर हिँडिरहेका छन् ठुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ लाज लाग्दैन रन्डीको बात तिमीहरूलाई अब भर्खर केटाकेटीहरू जवानहरू त जसो जसमा गएर चोरे ठिक छ अङ्कल यार हजुर त कपाल के हो
शेख हसिनाको धोती लिएर भागे चाहिँ सारी लिएर भागे चाहिँ आन्दोलनकारीले केपी ओलीहरुका कट्टु लिएर जान्छन्। केपी ओलीको त गेट अगाडि पनि जान सक्नुहुन्न। साधारण मान्छे रुममा छिर्ने ल्यापटप के भयो पोज হৈছে चोर्ने त्यही त हो नि। तपाई यो के काम नगर्नु यो काम नगर्नु तपाई। यो ल छ चल्दी ल खाउँदिन। यो भिडमा मौका छोपेर चोर्न आएको चोरै हुनुपर्छ होइन। यसरी खुलेआम चोरी भइरहँदा कहाँ थियो प्रहरी? यो खोसेर ल्याउनु भयो। यिनीहरूले चाहिँ बवाल चोरेका हुन्थ्यो। त्यस चोर्ने क्रममा होइन के भन्ने कि लास पसेका नकचाहरूलाई भन्ने एउटा रवि लान्छाको डाइलग आयो। कोहीले अब चान्स पनि पायो भन्ने कुरा हो। चान्स पायो कि नेपालीले छोड्दैन फेरि हाम्रो केपी ओलीको डाइलग हो। फेरि उनीहरु मात्र हैन किन सेफ्टी हाम्रो के भएको छ पनि सेफ्टी हो। पुलिसले आफ्नो सामान त जोगाउन सकेका रहेछ। के समात्यो चोरलाई? त्यो सिल्ड भन्दा पनि सक्नुहुन्छ भने पुलिसको बन्दुक खोसेर ल्याउनु न। अब त्यो बन्दुकले मान्छे त मार्नु हुन्न होला। पारासासँग जङ्गलतिर शिकार खेल्न जानुपर्छ। अब यो विदेशीलाई फेरि के को रहर हो आन्दोलनमा हिँड्न? हामी चाहिँ वैदिक सनातन, हामी चाहिँ हिन्दूको प्रतीक, शान्तिको प्रतीक हो। लेकिन एक सेकेन्ड हाम्रो ज्योति जीवनी यहाँ ढुङ्गा प्रहार गर्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। ढुङ्गा प्रहार रे धर्मगुरुले त्यस्तो काम गर्नुहुन्छ कि क्या हो? त्यो त बोलिङ प्र्याक्टिस गरेको। धर्मगुरु पनि केटाहरू बोलिङ गरे गरे। अब ढुङ्गा हान्नु पर्छ यिनीहरूलाई। अब बोला धक्का मुक्की नहीं करने का। हजुर ग्राउन्डमा आउनुहोस् भनेर बोलाउँदै हुनुहुन्छ उता हजुरको मान्छेलाई पिटाइ छ पुलिसले। मान्छे हाने छ जाऊ दाइ जाऊ। हजुर आयो भने हामीलाई बल्ल बोल्नुहुन्छ। जाऊ दाइ जाऊ। भाइ बाला कन्सल्ट नेपाल पुलिस आइज भएको छ र अब अगाडि सशस्त्र प्रहरीको बोलिरहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा प्रहरीका यी घेरा तोडेर अगाडि बढिराख्नु भएको छ। के हो काका ड्राइभिङ त कडा छ त। यत्रो मान्छेको भिडमा पनि कसैलाई ठक्कर दिनु भएन। पारासालाई पनि सिकाउनु पर्यो यसरी नै गाली चलाउन। हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ, गोली हानेको छ। त्यही त शान्तसँग आन्दोलन गर्न दिएको भए हुन्थ्यो नि। अनि के हजुरले फेरि आफ्नो आन्दोलनकारी त्यसरी उकास्ने हो? लिडरले सुरु गरेपछि त अरूले गर्छन् त। यहाँ हामीले अहिलेकै गोली गट्टा लिएर आएर यो दलाल पुलिसहरू विरुद्ध गरेका थियो र हामीले शान्तिपूर्ण र्याली गरेर पाइने कि नपाइने? पाइन्छ तर हजुरसँग हतियार छ कि? हतियार छैन हामीसँग। हजुरसँग पो छैन होला त। उहाँसँग त रहेछ नि। प्लास्टिकको त होइन होला त्यो। पारेर एउटालाई राम्रो लडाइ यस्तो लडाइदिनुहोस् न। फेरि मर्ने र मार्ने खेल सुरु होस् भन्न खोजे हो। फाइदा कसलाई हुन्छ? न्यू खोजे भने प्रचण्डको खुमलतारमै गएर भिड्ने हो। नहुने कुरा भिड्नु न कहाँ भिड्ने हो? हद गर्न त भएन नि। लगाइसकेका छौँ एउटा घरमा अनि अब यसै गरी हामी अरू घरलाई पनि आगो लगाउन जाँदैछौँ। केटा हो गएर आगो लगाइदे। जुन घरबाट लुकेर अश्रु ग्यास हाने त्यहाँ त आगो लगाए ठिक छ। अनि यो ऱ्यान्डम घरहरूमा गएर आगो चाहिँ किन लगाउनु? त्यहाँ फेरि के आवश्यकता थियो त्यहाँ? तेरो बाउले ल्याएको गाडीहरू जलाउँछ यस खातेहरू साला। रनमुण्डको बिल्डिङमा आगो लाउने यिनीहरू हेर्नु। बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ। कस्तो खालको चाहिँ भेडा मान्छे यार तिमीहरू। देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू। हाम्रो दुश्मनी देश खतम पार्ने गद्दारहरूसित हो। अब भनेको पुलिससित होइन। त्यो भन्दै मात्रै हो। ठुला मान्छेले बसेर हेर्छन् लास्टमा भिड्ने भनेको जनता र पुलिस। अघि पुलिसहरू दुईटा लेडिजलाई पुरै छेप गरेर तर सुरुवात गरे चाहिँ पुलिसहरूले रहेछ। यो लट्ठी चार्ज नसुरुवात चाहिँ हान्ने रहेछ नि।
जनताले सुरुमा कदम लिन 10 चोटि सोध्छ क्या किनभने डर हुन्छ नि त सबैलाई मनको डरले हान्छ सुरुमै असुर्का चालेपछि अनि सबजना भिडमा एउटा जङ्गेपछि सबै जङ्गे हाल्छ एउटालाई के गर्ने बित्तिकै हैन सबै अबदेखि हिँड्ने होइन हामीसँग हिँड रे पुलिसले के आफ्नो काम पनि गर्नु नपाउनु यार के मार्नै खोज्या हो र लेडिज हो क्या त्यो कति डर भयो लाग्यो होइन यस्तो कस्तो हुन्छ परेको बेला होइन त्यो साधारण सिपाही मरेर के हुन्छ अब यहाँ ठुला नेता मर्ने दिन आउँदैछ के बियोले मार्ने हो मार्दे है मैले तलवार हानान खेलु त बन्दुक हानान पनि खेलु त डरा छ अहिले त आगो लाग्दे केपीलाई भन्छु केपी शर्मा ओलीको घर आधा हान्छ घरमा छिरेर नेतालाई मारेनछन् पनि मलाई भन्नु हजुर फेरि काट्ने मार्ने लड्ने मात्रै कुरा नगर्नुस् न यार त्यसरी बन्छ र देश म तिमीहरूलाई तताइरा थिए देश बनाउनको लागि आन्दोलनकारी पनि त्यस्तै पुलिस पनि त्यस्तै यहाँ त के हो तेरा तो गेम बजाना खालखालमा दुईजनाको मृत्यु भइसक्यो हेर्नु त मैले मान्छे मार्नु पर्यो प्रचण्डको जस्तो 17,000 होइन दुईजना जसले आफ्नो ज्यान गुमाउनु भयो अस्ति उहाँको जिम्मा चाहिँ हजुर लिनुपर्छ रे त्यो भन्दैछन् आन्दोलनको कमान्डर त म हो नि हैन जसले यो कार्यक्रमको आयोजना गरेको घोषणा गरेको उसैले जिम्मा लिनुपर्छ आन्दोलनमा दुईजनाको मृत्यु भएको थाहा पाएर भाग्नु होला नि फेरि म महाकसम भाग्दैन भगवान कसम भाग्दैन Are you sure about that? सबै भिडियो हेरेर चाहिँ के सिक्नु भयो त नि हामीले चाहिँ मैले त फोनको लागि मात्रै हेरेँ मैले फोनको लागि हेरेँ देशको बारेमा धेरै बोल्दिनँ म हैन तर कस्तो भयो भन्दाखेरि जुन यो दिन प्रतिदिन यस्तो आन्दोलनहरू यताउति भइरहेको छ लास्टमा जे जति दुःख पर्ने फेरि जनतालाई नै हो जनता जतिसुकै पनि जनतालाई नै हो सो प्लिज यस्तोमा चाहिँ जानु भएन है हामी न राजा पार्टी न कुनै पार्टीको होइन तर दुईजनाको बेकारमा ज्यान गयो नि त उनीहरूको लागि चाहिँ रेस्ट इन पिस भन्दै तर त्यो सुन्नु हराएको बेला चाहिँ इपिक थियो रहेछ दामी होइन तर जलन ब्रोको यार पहिला पनि हेरिरहेको नि त भिडियोहरू धेरै एडिटिङ चाहिँ भब्बा लाग्छ कि मलाई कहाँबाट मिक्स गर्छ भन्ने क्या थाहै त्यो भएन भने त मजै भएन मसला हो कि सबै झन् साकार आउनुपर्छ भिडियोमा त खायो ल गाइज आजलाई यति नै गरौँ होइन नेक्स्ट भिडियोमा एकदम चाँडै भेट्नेछौँ आजलाई बाई बाई राम्रो लागेमा एउटा लाइक छोडिदिनु होला सेयर गरिदिनु होला एन्ड कमेन्ट सब्सक्राइब गरिदिनु होला नेक्स्ट भिडियोमा एकदम चाँडै भेटौँ बाई बाई